हेलो साथीहरु, नमस्ते नमस्कार सबैजनालाई। सबै आरामै होला, हम पनि आरामै छु। देख्या धेरै जनाले मलाई सोध्नु भएको छ कि हजुरहरुको घर कहाँ हो, हजुर कहाँ बस्नुहुन्छ, हजुर कहाँ हो, हजुरको घर कहाँ हो भनेर धेरैले कमेन्ट गरिरहेका छन्। मेरो घर चाहिँ स्वाडा हो, डोटी है। स्वाडा डोटी मेरो घर हो। सायल गाउँपालिका वडा नम्बर 6 स्वाडा डोटी। घर चाहिँ हाम्रो स्वाडा हो। हाम्रो गाविस चाहिँ सायल गाउँपालिकामा पर्छ। सबै ठिकै छ, आरामै छ है। यो मेरो दोस्रो भिडियो हो। एक भिडियो मैले धेरै पहिला बनाइसकेकी थिएँ। यो चाहिँ मेरो दोस्रो हो। मेरो घर चाहिँ स्वाडा हो है हजुर। काहीँ इन्डिया, काहीँ भारत, काहीँ जापान, काहीँ पन्जाबतिर कि काहीँ कि होइन हजुर, नेपालकी मान्छे हुँ। के भने रे गाउँघरको मान्छे हुँ। मेरो घर चाहिँ स्वाडा डोटी। चिन्नुभयो हजुरले? ल ठिक छ, धन्यवाद। अब मलाई सोध्ने भरि जतिका हजुरहरू चाहिँ कहाँ कहाँ बस्नुहुन्छ कमेन्टमा फटाफट भनिदिनु होला। मैले चाहिँ आफ्नो परिचय दिइसके, नाम त हजुरहरूलाई थाहै होला मेरो के हो भनेर। घर चाहिँ मेरो स्वाडा है। दलेक स्वाडा भन्ने त हजुरहरूले सुनेकै होला। त्यो गाउँमा मेरो पहिली घर है। अब माइती घर चाहिँ कहाँ हो के हो भन्ने अरू कुरा जान्नको लागि हजुरहरूले कमेन्ट गर्नुहोला। र हजुरहरूको पनि कहाँ कहाँ बस्नुहुन्छ, कहाँ कहाँ हजुरको घर हो, हजुरहरूले कमेन्टमा भन्नुहोला। अब हजुरहरूले कसैले भन्नुहुन्छ कि हजुर कुरा त एकदम राइट मस्त कुरा गर्दा छ हो, तसा कुरा कहाँबाट आउँछन्, कसरी सिक्दा छौ भनेर भन्नाछन् देख्या कि धेरैजना। अब सिक्दु भन्ने के छ देख्या, आफै आइजान्छन्। केही कुरा आफूसँग भएको पनि हुन्छ, केही कुरा त्यो अब आफै आइजान्छन् कुराहरू देख्या। अरू चाहिँ मलाई के आउँदैन, गीत गाउनु, गीत भन्नु, कति त त्यो चाहिँ मसँग केही छैन। भनेको एक जति बोल्नु छ, बोल्नका लागि मलाई जति भए पनि बोलिदिन्छु है।